कुनै पनि ढिलो चाँडो नगरी म तपाईँहरूलाई सिधै ब्याङ्कको चेक कसरी भर्ने भनेर सिकाउँछु। सबैभन्दा सुरुमा चेक कालो पेनले भर्नु होला है साथीहरू। यस्तो सुरुमा चाहिँ साल, महिना, गतेबाट सुरु गर्नुपर्ने हुन्छ साथीहरू। अब चाहिँ मैले मिति लेख्छु 2000, आज 83 साल, आज 2 महिना हो है साथीहरू। 02 महिना 20 गते, मैले चाहिँ 20 गतेको मिति राखेँ। अब तपाईँहरूले साथीहरू चेकमा देख्नु भएको छ कि यो पुरा चेक। अब तपाईँहरूले यहाँ श्री लेखेको ठाउँ जुन छ नि, यसमा चाहिँ तपाईँहरूले आफ्नो नाम लेख्नु होला। आफै बैङ्कमा जाने भएपछि, होइन भएपछि तपाईँले कसैलाई चेक दिनु पर्यो भनेपछि उसैको नाम लेख्नु होला। जस्तै मैले चाहिँ अरूलाई चेक दिन खोज्दैछु, त्यस कारणले गर्दाखेरि मैले अरूकै नाम लेख्छु यस चेकमा। र अब मैले नाम लेखेँ, मैले चाहिँ रोशन सिंहलाई दिन लागेको छु चेक, त्यसै कारणले गर्दा रोशन सिंह लेखेँ। अब साथीहरू तपाईँहरूले रोशन सिंह यसरी लेखिसकेपछि अब तपाईँहरूले अलिकति तल रकम अक्षरमा भन्ने देख्नुहुन्छ। यसमा चाहिँ तपाईँले कति पैसा हो त्यति लेख्नुपर्ने हुन्छ रकम अक्षरमा। जस्तै मैले 10,000 रुपैयाँ भनेर लेख्छु। अब चेक लेख्दैखेरि चाहिँ तपाईँहरूले चाहिँ भाषिक शुद्धता पनि गर्नु होला है। अब ब्याङ्कमा चाहिँ चेक सार्दाखेरि चाहिँ अलिकति गाह्रो हुन्छ। यसरी साथीहरू लेखिसकेपछि अब यतापट्टि चाहिँ तपाईँले अङ्कमा लेख्नुपर्ने हुन्छ। अङ्कमा 1, 10, 100, 1000, 10,000 यसरी गरेपछि अब कमा दिनु होला र एउटा चाहिँ पछाडि धर्का खिच्नु होला र यसरी माइनसको चिन्ह दिनु होला। यो किन हो भनेपछि साथीहरू यो चाहिँ यसपछि कुनै पनि रकम छैन भन्ने हुन्छ। र यसरी लेखिसकेपछि चाहिँ साथीहरू अब तपाईँहरूले यो जुन बक्स देखेको छ दुईटा, यसमा चाहिँ तपाईँहरूले सिग्नेचर गर्नुपर्ने हुन्छ। आफ्नो ब्याङ्कमा कस्तो सिग्नेचर गर्नुभएको थियो त्यस्तै सिग्नेचर गर्नुपर्ने हुन्छ। यसरी मैले आफ्नो सिग्नेचर गर्छु साथीहरू। कुनै पनि फरक नपर्नु पर्यो दुईटैमा। टक्क यसरी भयो हो। यसरी सिग्नेचर गरिसकेपछि साथीहरू तपाईँको चेक भर्ने अगाडिको यो जुन सुरुको छ स्टेप, यो चाहिँ भरिन्छ। साथीहरू माथि हेर्नुहोस् त, मैले इङ्ग्लिसमा डेट लेखेको छु। यो चाहिँ नेपालीमा बनाउनु होला। यो तपाईँलाई मैले स्याम्पल मात्र देखाएको चेक कसरी भर्ने, तर माथि चाहिँ इङ्ग्लिस नभएर नेपालीमा लेख्नु होला। अब पछाडिपट्टि जाऊँ साथीहरू। चेकको यसरी पछाडिपट्टि आइसकेपछि साथीहरू हेर्नुहोस् त, यहाँ इनरोलमेन्ट देखाएको छ। यसमा चाहिँ तपाईँहरूले फोन नम्बर कतिपय लेख्नुहुन्छ, फोन नम्बर नलेख्नु होला आफ्नो। यसमा केही पनि नलेख्नु होला। इनरोलमेन्ट भन्दा तलतिर जहाँ छ त्यसमा चाहिँ तपाईँले दुईवटा सिग्नेचर आफ्नो र एउटा फोन नम्बर लेख्नुपर्ने हुन्छ साथीहरू। अब मैले चाहिँ यसमा चाहिँ दुईवटा सिग्नेचर आफ्नो गर्छु र एउटा फोन नम्बर लेख्छु। यसरी मैले सिग्नेचर लेख्दै गर्दाखेरि चाहिँ कुनै पनि सिग्नेचरमा फरक नपरोस् है, सेम टु सेम हुनु पर्यो सिग्नेचर। अब यसरी मैले आफ्नो फोन नम्बर राख्छु 98,580,21,333। अब यसरी मैले आफ्नो दुईवटा सिग्नेचर र एउटा फोन नम्बर राखिसकेपछि यतापट्टि चाहिँ साथीहरू जसलाई मैले चेक दिन्छु उसले चाहिँ आफ्नो फोन नम्बर लेख्छ र त्यसपछि उसले चाहिँ आफ्नो साइन दुईटा गर्छ। साथीहरू तपाईँले जसलाई चेक दिनुहुन्छ उसले पनि दुईवटा साइन र एउटा फोन नम्बर लेख्नुपर्ने हुन्छ है। साथीहरू तपाईँहरू आफ्नो चेक भर्न सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोला र यदि केही समस्या छ भने कमेन्ट गर्न सक्नुहुन्छ।